हरि ओम नमो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। सम्पूर्ण गुरुदेवहरूलाई हार्दिक नमन सम्पूर्णमा स्वागत छ। म ज्योतिष डाक्टर तिलकराज शास्त्री अर्थात् तिलकबहादुर केसी नेपालको सिटिङबाट म विगत केही समयदेखि एस्ट्रोलोजी न्युमरोलोजी र वास्तु कन्सल्टेन्टको रूपमा काम गर्दै आइरहेको छु। यसै क्रममा थप नलेजको लागि न्युमरोलोजी र न्युमरोलोजी अन्तर्गत पर्ने न्युमरोलोजी र मोबाइल न्युमरोलोजीको कोर्स गर्ने क्रम जीवन तन्त्र एकाडेमीका प्रबन्धक सञ्चालक आदरणीय गुरु जगजिन शाहज्यूसँग सम्पर्क हुन गयो र उहाँबाट यो न्युमरोलोजी र मोबाइल न्युमरोलोजीको कोर्सबाट दीक्षित हुने मौका पाएँ। सर्वप्रथम त गुरुलाई म हार्दिक नमन गर्न चाहन्छु। र मानव जीवनमा जति एस्ट्रोलोजीको आवश्यकता छ, जति वास्तुको आवश्यकता छ, त्यतिकै न्युमरोलोजीको पनि आवश्यकता छ। र न्युमरोलोजीमा यो डेट अफ बर्थको र जन्ममितिको विषयमा भविष्य फलित गरिन्छ भने न्युमरोलोजी अन्तर्गत फेरि मोबाइल न्युमरोलोजी र न्युमरोलोजी कोर्स पनि पर्दछ। मोबाइल न्युमरोलोजीमा मोबाइल नम्बरको कर्मयोग र त्यसका सकारात्मक पक्ष ग्रहहरूसँग जोडिएको हुन्छ। र त्यसै गरी न्युमरोलोजीमा पनि हाम्रो मानिसको जन्मेपछि नामकरण हुन्छ, नाम राख्ने काम हुन्छ र नाम राखिसकेपछि फेरि नामलाई पनि